1300 टोटल 1300 को लिँदा ठ्याक्क सेन्टरमा राख्नु पर्यो अलिकति तलमाथि पनि गरेर मिल्छ यसो पाइप जोडेर एउटा अरु नै के गरे अब त्यसै गर्नु मिल्दैन नि अब त्यो घन्टी चेक गर्नुपर्छ ल घन्टी हानौ सर घन्टी चेक गर्नुपर्छ यो ठ्याक्क 150 सालसम्म चेक गर्नु यहाँबाट हान्नु माथि भयो अझै यताबाट चेक गर्नु ल बाङ्गो भइसक्यो अझै यहाँबाट हो यो 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 डिलबाट हो कि यो डिलबाट यो पोइन्ट डिलबाट बाङ्गो हो तपाईँ त्यहाँ बस्नु भएको छ नि त त्यहाँबाट हो कि यहाँ चिनो आउँदा टेप पनि एकचोटि जम्मा भयो अरे त्यो हुन्छ क्या मिलाउने पानी यता मिलाउने त्यो चिन्हमा ठ्याक्कै राख्नु पर्यो यो पाइपमा हावा छिरा तल झार ठिक्क छ पानी उठ्यो हात 1300 टोटल 1300 को लिँदा टेप ल्याउनु होइन पहिले त तातपानीको लाइन जानु पर्यो नि त कुन धार रहेछ ए होइन 81300 हान्नु तातो त हालेको चिसो भयो त्यहाँ 150 हुनु पर्यो नि त 150 यहाँ ल्याउ हुँदै त ए ल त्यही हान्नु न त्यताबाट हान्नु पानी धेर चाहियो भने अझै हामीले माछालाई त्यो कपन फरिबोट मासतिर पाएको थियो यो बेसनको पोइन्ट है सर यो पोजिसनको तातो पानी यो माथिको चिसो पानीको यो चिसो पानी हो यो तल्लो लाइन तातो पानीको खाडो धर्का चाहिँ के हो खाडो धर्का चाहिँ खाडो धर्दा तातो चिसो पानी जाने ठाउँ हो हाम्रो सारा छ भने चाहिँ टमाटर चाहिँ बिचमा राख्नु पर्यो बिचमा राख्दा चाहिँ अब कतिमा आउँछ कति इन्च 3 फिटको हिसाबले गयो भने चाहिँ 18 इन्च आयो होइन 18 इन्च आयो भने चाहिँ यो पाइपको जुन सेन्टर हुन्छ नि साथी वाला साथी होइन चाहिँ 18 इन्चीमा सेन्टरमा आइरहेछ यसको वाल भयो त माथि राखेर नभन्दैछ भने चाहिँ यो यसरी भएन सेन्टरमा राख्यो अब यो वालदेखि चाहिँ कति टाढा राख्ने त पछाडिको भएको नि त यहाँदेखि चाहिँ कति राख्ने त ठ्याक्क सेन्टरमा राख्नु पऱ्यो अलिकति 14 इन्च यो सेन्टरमा चाहिँ 14 इन्च आउनु पऱ्यो 14 देखि 16 इन्च है हामी 2 इन्च त यसको सेन्टर हजुर अहिले हामीले 12 इन्चमा त अब नयाँ नयाँ भएर 12 इन्च सेट गर्न अलिक गाह्रो हुन्छ तर हामी 1 इन्च अरू एक्स्ट्रा लिएर बरु हामी 2 इन्च यता छोड्छौँ वालको लागि होइन प्लस्तर र टायर्सको लागि त्यसपछि हामीले 13 इन्चमा राख्दा चाहिँ ठिक्क हुन्छ भने चाहिँ 15 इन्चमा राख्नु पऱ्यो सेन्टरमा अब यही कुरा हामी मानौँ अब यो त बुझ्नु पर्यो
यो प्यान्टको लागि ल त्यस्तै डाइमेन्सनहरू है जस्तै हामीले कमोडको पछाडिदेखि नाप्यो भने यसको पनि पछाडिदेखि नाप्नु पऱ्यो यसमा चाहिँ हामीले एल्बो युज गर्दा यसमा चाहिँ हामीले पी ड्राइभ युज गर्छ है पी ड्राइभ अथवा साइफन युज गर्छ साइफन छ हामीसँग हामीले 5 देखि 7 इन्च गर्ने हो पछाडिपट्टि तर यो चाहिँ अझ हाम्रो फिनिसिङ भएको छैन भने त 2 इन्च अझ सार्नु पऱ्यो है भनेपछि साइडको भाग 9 इन्चमा राख्नु पऱ्यो 9 इन्च साइडको भाग कि साइड पछाडिको पछाडिको भाग है हजुर फोटो मान्छेहरूलाई छोप लाग्नु अहिले आउँदैछ कुराकानी यो चाहिँ हाम्रो सिस्टम ट्याङ्क नभएको बेलामा है सिस्टम ट्याङ्क नभएको बेला चाहिँ हामीले फिनिसिङ नभएको वाललाई 2 इन्च छोडेर प्लस 7 इन्च गरेपछि 9 इन्च आयो होइन त्यो 9 इन्चमा राखेर अहिले हाम्रो पछाडिदेखि हो पछाडिको भाग हुन्छ नि अब सिस्टम ट्याङ्क आयो भने चाहिँ 7 देखि 15 इन्च अब त्यो अब भनौँ बाथरुम हेरी पनि राख्न पायो अब नर्मली सिस्टम ट्याङ्क आएपछि कति राख्नु बढी सिस्टम ट्याङ्क आएपछि 7 देखि 15 हो त्यसमा चाहिँ हामीले 10 देखि 12 राख्दा ठिकै हुन्छ 15 राख्दा अलिक धेरै हुन सक्छ हेर भनेपछि हामीले 2 इन्च यता जोडेर भनेपछि हामीले 14 इन्चमा राख्नु पऱ्यो होइन त 14 इन्चमा छ है अब यतादेखि चाहिँ कति राख्ने त त्यही छ है साँगुरो बाथरुम छ नि सेन्टरमा राख्नु पऱ्यो है ठुलो बाथरुम छ भने चाहिँ त्यसमा पनि 16 देखि 18 इन्च साइडबाट ग्याप दिनै पऱ्यो यो साइडबाट 16 देखि 18 इन्च प्लस 2 इन्च हाम्रो फिनिसिङ भएको वाल हुँदैन त्यसको लागि पनि 2 इन्च छोड्यो भने चाहिँ त्यसलाई 20 इन्चमा राख्नु पऱ्यो पाल्नु पर्दैन अब यति ग्याप चाहिँ किन थाल्ने यो चाहिँ सिस्टम ट्याङ्कको लागि हो क्या सिस्टम ट्याङ्क छ त्यो माथि प्लास्टिकको त्यो सिस्टम ट्याङ्क यो चाहिँ अलि सानै सिस्टम ट्याङ्क छ है अलि यो मोटाइ चाहिँ अलिक कमै छ त्योभन्दा ठुलो पनि आउँछ कि त्यही भएर चाहिँ हामीले अलिक ग्यापै छोडिदियो 2 इन्च यता आयो भने चाहिँ ठिकै भयो नि होइन त्यो ग्याप त ठिकै हो नि त मान्छे बस्नु भएको हो नि त अलिक ठुलो ट्याङ्क छ भने हामीले अब अलिकति अरू अगाडि सार्नु पऱ्यो यसलाई हामीले 15 इन्चसम्म लाने मिल्छ नि त अझ अगाडि गर्नु पऱ्यो है बुझ्नुभयो यसलाई तल माथि पनि गरेर मिल्छ यसो पाइप जोडेर एउटा अलिक पाइप जोड्यो भने यसलाई माथि पनि तल पनि गर्न पायो पाइपहरू काट्न पनि पायो अब यहाँ एउटा होल छ है यो होल चाहिँ योभन्दा मोटो छ अब के गर्ने त त्यसको लागि रबर वासर पनि आउँछ है अथवा हामीले अब भनौँ न जुगाड गर्ने भने चाहिँ यसमा चाहिँ सिमेन्टी भरिदिँदा पनि हुन्छ सिमेन्टीको घोल अथवा कपडामा सिमेन्टी भिजाएर त्यसै सिल गर्दा पनि हुन्छ है अथवा एमसिल पनि युज गर्न सकिन्छ हामीले एमसिल सिलिकन याद गर्नु है कुनैमा रातो बत्ती बल्छ पहिला कुनैमा हरियो बत्ती बल्छ यहाँ इलेक्ट्रिक सप्लाई दिने बित्तिकै कतिमा बलाएको छ हरियो बत्ती बलाएको छ पानी तातिखेर सरी यो हिटिङ तातिसकेपछि कति कस्तो बल्छ त रातो बत्ती
है अब रातो बत्ती बल्यो भने के हो तापक्रम पुग्यो भन्ने कति पुग्यो त 250 देखि 217 डिग्री सेल्सियस हट प्लेट 220 देखि 230 भयो 14 जाने यसरी 16 ले मार्कर छैन 16 लेखा छ 16 लेखेको छ भाइ 16 मा कम्तीमा 14 हुनु छ 14 है 16 लेखा होला 15 तपाईको कुन हो मलाई थाहा छैन एउटा सकेट चाहिँ मैले खेर फाले है हैन जानु सक्यो जानु एउटा सकेट सकेट चाहिँ खेर फाले हेर्नु है सुरुमा हामीले के भनेको छौँ यो तातिसकेपछि अब रातो बत्ती बल्यो हेर्नु त तापक्रम पुग्यो है कसैको पहिला रातो बत्ती बल्छ कसैको पहिला हरियो बत्ती बल्छ है यिनीहरूको सिटिङ फरक फरक हुन्छ है तापक्रम पुगिसकेपछि कस्तो जस्तो रातो बत्ती बल्छ अब तपाईँहरूले मोबाइलहरू सबैभन्दा पनि सबैले युज नगर्नु एउटा मात्र गर्नु ग्रुपमा अरूले चाहिँ हेर्ने एकजनाले गर्नु ग्रुपमा हाल्नु साथीहरू तपाईँहरूले याद गर्नु पर्यो मोबाइल फोटो यसरी समान्नु है बलियो तरिकाले समान्नु यसरी बिस्तारै सिधा हाल्नु है अनि टेम्परेचर पुगेन है पुगेन किन पुगेन भने यो चाहिँ तातिसकेको थियो है त्यही भएर चाँडो यो रातो तातेन होइन सर हो यो चाहिँ तातेन यसको हिटले पनि यो रातो भयो तान्दाखेरि पनि सिधा तान्ने है यसरी सिधा सोझो गरेर हाल्नु होला सर माग्नु भइहाल्छ सोझो हाल्नु सीधा गर्नु पाइप बाँध्नु भयो क्या सीधा पाइप ठिक छ अब पाइप हेर्नु चाहिँ एकदमै सिधा छ ठिक छ ल अब elbow T oh the T handle Yo udah फर्काउनु हो यसलाई यो पाइप यता त्यसरी यसरी नै उल्टो जोडिन्छ नि